भोलि फागुन 19 गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ र सिंह राशिमा लाग्दैछ। त्यस कारणले गर्दा सिंह राशिको व्यक्तिलाई बढी मात्रामा यसको असर देखिन्छ भने सिंह राशिको आसपासको राशिहरू कर्कट राशिलाई पनि देखिन्छ र कन्या राशिलाई देखिन्छ। त्यस्तै गरी सिंह राशिबाट 5-9 मा पर्ने राशिहरू मेष राशि र धनु राशिलाई पनि असर देखिन्छ र सिंह राशिबाट जस्ट 7औं स्थानमा पर्ने राशि जुन कुम्भ राशि हो त्यसलाई पनि असर देखिन्छ। यी राशिहरूलाई अलिकति बढी असर देखिन्छ र ग्रहणको समय रहेको छ साँझको समयमा 6:02 देखि 7:03 लगभग 1 घण्टाको समय रहन्छ ग्रहणको र हामीले ग्रहणको सुतक बार्नुपर्ने चाहिँ त्योभन्दा 9 घण्टा अगाडिदेखि रहन्छ। बिहानको 9 बजेदेखि 9:03 या 9:02 देखि ग्रहणको सुतक बार्नुपर्ने हुन्छ। 9 घण्टाको टाइमिङ रहन्छ। भनेपछि यो ग्रहणको इम्प्याक्ट चाहिँ मैले कुन कुन राशिलाई पर्छ त्यो पनि भनिहालेँ र यो समयमा विशेष गरेर खानाहरू नखाने, खानाहरूलाई एभोइड गर्नु होला। किन भन्दा ग्रहण टाइममा चाहिँ हाम्रो शरीरमा हाम्रो पेटमा चाहिँ अन्नहरू नभएको राम्रो रहन्छ त्यो समयमा। त्यस कारणले गर्दा सुतक टाइमदेखि लिएर आएर ग्रहण अन्त्य नहुँदासम्म विशेष गरेर खानाहरू नखाने र कुनै पनि साधना गर्दै हुनुहुन्छ भने यो टाइम चाहिँ बेस्ट टाइमिङ हुन्छ मन्त्र जपको लागि अथवा मेडिटेसनहरूको लागि इन्भल्भमेन्ट हुनलाई। र स्पेसल्ली जब होलीको फेस्टिभल रहेको छ हामीले कुनै पनि फेस्टिभल जब मनाउँछौँ हामीले आफ्नो बृहस्पतिलाई मजबुत गर्ने काम गर्दछौँ, बलियो गराउने काम गर्दछौँ। किनकि फेस्टिभल्स अथवा कुनै पनि पर्व अथवा आस्थाले चाहिँ जुपिटरलाई रिप्रेजेन्ट गर्दछ र यस्ता किसिमका फेस्टिभल्सहरूमा हामी जब इन्भल्भ हुन्छौँ हाम्रो जुपिटर राम्रो हुन पुग्दछ अथवा बृहस्पति राम्रो हुन पुग्दछ। सो त्यस कारणले गर्दाखेरि हजुर पनि आफ्नो ठाउँमा यस्ता फेस्टिभलहरूमा अवश्य पनि इन्भल्भ रहनु होला, जसले गर्दा हजुरको बृहस्पति मजबुत हुन्छ र बृहस्पति मजबुत हुनु भनेको आफ्नो राम्रो गाइडेन्स पाउनु हो, जीवनमा भाग्यलाई मजबुत गराउनु हो। किनकि बृहस्पति भाग्यको कारक पनि हो, बृहस्पति गुरुको कारक हो, ज्ञानको कारक हो, विस्डमको कारक हो। र जब हामीहरू अलग अलग कलर्सको प्रयोग गर्दछौँ यस्तो फेस्टिभलमा, कलर्सले पनि डिफ्रेन्ट प्लानेटको इनर्जीलाई सिग्निफाई गर्दछ। जस्तो कि रातो कलरले मङ्गलको इनर्जीलाई रिप्रेजेन्ट गर्छ, येल्लो कलर जुपिटरको इनर्जीलाई होइन, ग्रिन कलर भनेको मर्करीको इनर्जीलाई। यसरी अलग अलग कलरको पनि स्पेसल त्यसको महत्त्व रहेको छ। त्यसैले गर्दाखेरि यो फेस्टिभलमा सबै इन्भल्भ रहेर अगाडि बढ्नु होला र आफ्नो बृहस्पतिलाई पनि मजबुत पार्नु होला।